गजुरीमा 5औं राष्ट्रपति रनिङ सिल प्रतियोगिता सुरु। 326 विद्यार्थीको सहभागीमा एथलेटिक्स, भलिबल र कबड्डीमा प्रतिस्पर्धा। गजुरी गाउँपालिका स्तरीय 5औं राष्ट्रपति रनिङ सिल खेलकुद प्रतियोगिता आजबाट औपचारिक रूपमा सुरु भएको छ। गजुरी गाउँपालिका वडा नम्बर 5 कलौदी स्थित खेल मैदानमा सुरु भएको प्रतियोगितामा एथलेटिक्स, भलिबल र कबड्डीका खेलहरू समावेश गरिएका छन्। गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठको अध्यक्षतामा आयोजित उद्घाटन समारोह बागमती प्रदेशका पूर्व मुख्यमन्त्री शालिग्राम जमकटेल तथा पूर्व मुख्यमन्त्री एवं निवर्तमान संघीय संसद राजेन्द्र प्रसाद पाण्डेको विशेष उपस्थितिमा सम्पन्न भएको हो। कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै गजुरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीश प्रसाद जोशीले गजुरी गाउँपालिकाको सर्वपक्षीय विकासमा प्रशासन सदैव प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ। यहाँहरूको यस उपस्थितिले गजुरी गाउँपालिकाको यस कार्यक्रमको शोभा बढाएको छ। अत्यन्तै सुन्दर, अत्यन्तै दिव्य देवभूमि यो त्रिशुली गङ्गाको किनारमा यस खेल मैदानमा आयोजना गरेको यस खेलकुदको शोभा यहाँहरूको उपस्थितिले निकै नै बढाएको छ। यहाँ बालबालिकाहरूले, हाम्रा विद्यार्थी भाइ बहिनीहरूले खेल कौशल मात्रै देखाउने छैनन्। यहाँ पुगेर हामीहरूले एउटा त यो पछिल्लो समयमा यी बालकहरूको भविष्यप्रति पनि हामीले चिन्ता गर्ने र मनन गर्ने हामीलाई केही न केही बाटो दिनेछन्। हामी त्यो कुरा सुनेर जानेछौँ, त्यो अनुभूति गरेर जानेछौँ। कार्यक्रमका अध्यक्ष समेत रहनुभएका गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले राष्ट्रपति रनिङ सिल प्रतियोगिताले विद्यार्थीमा खेलकुदको भावना विकास गर्नुका साथै पब्लिकको सकारात्मक सन्देश देशभर जाने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले गाउँपालिकाको समग्र विकासका लागि सबैको सहकार्य आवश्यक रहेको पनि बताउनु भएको छ। गजुरी गाउँपालिका सरकारले फोहोर मैला व्यवस्थापनको विषयमा हामीले लास्ट स्टेजमा हामी पुगिसकेका छौँ। हामीले खेल चाहिँ गजुरी गाउँपालिका फोहोर मैला व्यवस्थापन गर्दाखेरि हामीले अस्ति भर्खरै प्रमुख प्रशासकीय अधिकृतज्यू र मेरो कुरा भयो। हामीले गजुरी गाउँपालिका मात्रै फोहोरले पुग्दैन। हामीले गल्छी गाउँपालिका, थाङ्ग्रे गाउँपालिका, बेलगारोडा गाउँपालिका र सिद्धले गाउँपालिका सहित र त्यहाँको प्रमुख प्रशासकीय अधिकृत र त्यहाँको अध्यक्षसहित हामी एउटा बैठक बस्दैछौँ। त्यो फोहोर मैला सहित ल्याएर हामीले चाहिँ व्यवस्थापन यहाँ गर्छौँ भन्ने हिसाबले गजुरी गाउँपालिका सरकार अगाडि बढेको छ। दोस्रो कुरा, गजुरी गाउँपालिका सरकारले हामीले मोटरबोट सञ्चालन गर्ने, हाम्रो यो गजुरीभन्दा तल रुद्रेश्वर मन्दिरको चाहिँ त्रिशुलीमा मोटरबोट चाहिँ सञ्चालन गर्ने भनेर हामीले टेन्डरमा हामी गइसकेका छौँ। र अर्को तेस्रो कुरा, हामीले गजुरी गाउँपालिकामा शहीद पार्क बनाउँदैछौँ। शहीद पार्कको लागि हामीले चाहिँ जुन अहिले आजको विशिष्ट अतिथि शैलेन्द्र पौडेलज्यूले 25 लाख हालेर जहाँ काम भएको छ, हामीले यसपालि चाहिँ 1 करोड पैसा छुट्याएका छौँ। त्यो 1 करोड पैसाको हामीले चाँडोभन्दा चाँडो हामीले चाहिँ टेन्डरमा गएर हामीले त्यो शहीद पार्क पनि उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्व मुख्यमन्त्री शालिग्राम जमकटेलले गजुरी गाउँपालिकाको विकासमा आफूले ऐतिहासिक योगदान दिएको उल्लेख गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। पालिका सरकारले खेल क्षेत्रलाई अत्यन्तै महत्त्व दिएर यो वार्षिक रूपमा गर्ने एउटा राष्ट्रपति रनिङ सिल मात्रै होइन, नियमित रूपमा तपाईहरुले खेल क्षेत्रलाई विकास गर्नलाई, खेलाडीहरू उत्पादन गर्नलाई, आफ्नो पालिकालाई खेल क्षेत्रमा अब्बल रूपमा स्थापित गराउनलाई, खेल क्षेत्रलाई नीति, कार्यक्रम र बजेट विनियोजन गर्दाखेरि महत्त्वका साथ अगाडि बढाउनुहोस्। मैले मेरो ठाउँबाट गजुरी गाउँपालिकामा खेलकुद क्षेत्रका पूर्वाधार निर्माणदेखि लिएर धेरै कार्यक्रमहरूमा निरन्तर सहयोग गर्दै आएको छु र मेरो सहयोग यहाँहरूलाई निरन्तर हुनेछ। त्यसैगरी पूर्व मुख्यमन्त्री तथा निवर्तमान संघीय संसद राजेन्द्र प्रसाद पाण्डेले आफू पनि यही पालिकाको स्थायी बासिन्दा भएको नाताले गर्व गर्न लायक काम गर्न गाउँपालिकालाई सुझाव दिनुभएको छ। म र शालिग्रामजी दुईटै जन्मेको पालिका हो। स्वभावैले हामी देशभरिकै ठुलै नेता होला, तर आफ्नो पालिकाको हालत के छ मान्छेले क्वेसन गर्छन् है। हाम्रो पालिका राम्रो गर्न सक्यौँ भने अरूले पनि हामीलाई भित्रबाट नमस्ते गर्छन्, बाहिरबाट नमस्ते गर्छन्। आफ्नो पालिका राम्रो बनाउन सकेनौँ भने बाहिरबाट नमस्ते गर्छन्, भित्रभित्र चाहिँ नाम मात्रै हुन्छ।
कार्यक्रममा गाउँपालिकाका 8 वडाका वडा अध्यक्ष, विभिन्न राजनीतिक दल प्रतिनिधि तथा सामाजिक सङ्घ संस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। आजबाट सुरु भएको प्रतियोगितामा गजुरी गाउँपालिका 11 वटा विद्यालयबाट 326 जना विद्यार्थीले सहभागिता जनाएका छन्। गाउँपालिकाका स्रोत शिक्षक सुजन भण्डारीका अनुसार प्रतियोगिता पुस 3 गतेसम्म सञ्चालन हुनेछ।